नमस्ते, म सूचना अधिकारी सुदीप कुमार यादव। आज होइन 1-1.5 घन्टा अगाडि एउटा लेखक चाहिँ फेला परेको छ, जसमा चाहिँ सञ्जन कुमार सासुरी होइन। यो यसमा खरिदकर्ताको नाम सञ्जन कुमार सासुरी, धनी होइन, अनि ऋणी चाहिँ बिक्रीकर्ता बिन्देश्वर केवट भनेर यस लेखकमा चाहिँ देखिएको छ। उक्त लेखक चाहिँ 82/11/8 को सहीबाट पारित भएको देखिन्छ र यो रेकर्डहरू यस कार्यालयको कम्प्युटरमा मोठमा हेर्दा कहीँ कतै सही नभएको, कम्प्युटरमा जग्गा इन्ट्री नभएको, ब्याङ्क भोचरहरू नभएको यस्तो अवस्थामा छ होइन। कहाँ कुन ठाउँमा कसरी यो लेखक तयार भयो होइन, हामीलाई थाहा छैन। खरिदकर्ता सज्जन कुमार सासुरी भने होइन व्यक्ति यहाँ आउनुभएको थियो बुझ्नलाई होइन। मैले जग्गा पास गराएको छु 2082/11/8 होइन, यसको पुर्जा दिनुहोस् भनेर आउँदाखेरि कम्प्युटर फाटमा चाहिँ सोध्नुभयो। अनि त्यहाँ रेकर्डमा कम्प्युटर बेसमा खोजी गर्दा होइन त्यो जग्गा इन्ट्री नभएको होइन भने बुझियो। त्यसै क्रममा चाहिँ होइन यहाँ सोधी खोजी गर्दाखेरि सबै सर साथीहरूले अनुसन्धान गर्दाखेरि यो अभिलेख यस अड्डाको होइन कम्प्युटर मोठमा कतै पनि भिड्दैन होइन, कृत्य देखिन्छ भने होइन प्रारम्भिक अनुसन्धानबाट देखिन्छ होइन। यो थप अनुसन्धानको लागि होइन प्रहरी कार्यबाट सरहरू आउनुभएको थियो, सुरक्षाकर्मीहरू आउनुभएको थियो। उहाँले 3 जनालाई अहिले जग्गा प्राप्त गर्ने धनी सञ्जन कुमार सासुरी र 1 जना लेखापढी कविता कुमारी यादव र भूसेवाको काम गर्ने होइन, नाम थाहा भएन होइन। 3 जनाले चाहिँ होइन अनुसन्धानमा लिएर जानुभएको छ। अनि यसरी यो कागजातहरू के गर्दाखेरि यो हुबहु कसरी जान्छ? अब त्यो सिस्टममा कसरी ल्यायो होइन, हामीहरू पनि तपाईँको अब यो एकदम होइन शङ्कास्पद गाह्रो यस्तो होइन। त्यो सबै बारकोड पनि देखिएको छ होइन। अब यो पुरै कम्प्युटरले छापसाप होइन, कम्प्युटरको राइटिङ होइन, अब कसरी बनायो होइन। पट्टा पनि अब कम्प्युटर पट्टा निकालेको छ होइन, कम्प्युटर पट्टा सहित। अब यो कसरी कुन प्रक्रियाले निकालेको हामीलाई पनि थाहा भएन होइन। कसरी कहाँबाट लेखेर ल्यायो, यसरी बनायो, कसरी बनायो होइन, त्यो त अब होइन उनीहरूसँग सोध्नुपर्छ। अनि यो लेखापढीको यस्तो कृत्य कागजातहरू तयार गर्नुमा कति समानता देखेको छ? अब त्यो कुन ठाउँमा बसेर होइन कसरी तयार गर्यो होइन। अब सम्बन्धित होइन व्यक्तिले चाहिँ होइन अब कोसँग होइन खरिद गरेको छ होइन, त्यो व्यक्तिले पनि बोलाइरहेको छ होइन। लेखापढीले मैले छापसाप लगाइदिएको छु होइन, त्यसपछि कागज कहाँ गयो, कुन ठाउँमा गयो होइन थाहा छैन होइन भनेर चाहिँ 1 जना चाहिँ लेखापढीले चाहिँ त्यसरी चाहिँ जवाब दिनुभएको छ यहाँ सोधखोज गर्दाखेरि होइन। अब वास्तविकता के हो, कसरी तयार गर्यो, कुन ठाउँमा तयार गर्यो होइन, अब त्यो त अब होइन सोधखोज गर्न बाँकी नै छ। अनि यो वास्तविक यो जग्गा पास गरिराख्दा यो सरकारी सम्पत्ति हो कि कसैको निजी हो? यो जग्गा अहिले कम्प्युटरमा एन्ट्री नै छैन होइन। सुरुमा अब होइन थाहा भयो, त्यो जग्गा हामीले तपाईँको त्यो कम्प्युटरमा सर्च गर्छु होइन। अब यो कम्प्युटर आइटी फार्ममा सर्च गर्दाखेरि यो जग्गा कम्प्युटरमा कहीँ इन्ट्री नै छैन। अब कम्प्युटरमा इन्ट्री नै नभएको जग्गा होइन कसरी होइन 82 सालमा 11/8 पट्टा भयो बन्यो होइन। अब यो पहिला जग्गा इन्ट्री हुनुपर्छ होइन। इन्ट्री भइसकेपछि यसको होइन सर्भिस डेस्क हुन्छ, जिआरओ हुन्छ, एलआरओ हुन्छ होइन, सबै प्रोसेसिङ भएर त्यसपछि बल्ल पुर्जा जारी हुन्छ। अब इन्ट्री नभएको जग्गा अब कसरी होइन इन्ट्री भएसम्म तयार गरेको छ। अब त्यो बाँकी छ हेर्नलाई होइन, सरकारी जग्गा हो कि होइन व्यक्ति विशेषको जग्गा हो त्यो होइन, किन गर्न बाँकी छ।